पिदियो होला केरा गाइज खाने भयो आउनु है हामी चाहिँ अहिले फेल चाहिँ जाँदैछौँ बनाइदिनु न दिदी आऊ न अगाडि यसो पछाडिबाट कहिले कहिले फोटो नि ट्याङ ट्याङ हान्दै हुन्छ हामी चाहिँ अहिले बाटोमा छौँ एउटा बनाना खाइसक्यौँ दिदी हामी जङ्गलमा छौँ अहिले जङ्गलको बिचमा छ हाम्रो गन्तव्य अघि बाँकी छ। गन्तव्यसम्म पुगेको छैन गन्तव्य अझै जारी छ त्यसैले तपाईँहरू हाम्रो साथ बसिदिनु हुन हामी अनुरोध गर्दछौँ लाइक सब्सक्राइब कमेन्ट सेयर त्यस्तो कति नै भ्लगरै जस्तो क्या फेरि हामी भ्लगरै होइन है गाइज होइन कहिले काहीँ यसो रमाइलो इन्जोय मेनको लागि बोल्ने ढङ्ग छैन त्यही हो थोडा गुल्टी कारे क्या यता गुल्टी हो नि के हो यता हेर्नु त नमस्ते लासो फ्याकुल्ला बाटो खतरनाक आँखातिर होइन यता हेरेर हिँड्नुपर्छ ल यस्तो है बाटो जस्तो हो कस्तो नेपाल गएको जस्तो फिल भइरहेको म त मेरो गाउँको बाटोहरू माथितिर लेकतिर हिँडे जस्तै फिल भइरहेको जे होस् तपाईँहरू पनि जर्मनीमा हुनुहुन्छ भने कहिले कहिले यस्तो हाइकहरू जानुहोस् रमाउनुहोस् अनि हाम्रो यस्तो बाटो हो हिँड्दै हो पुस्तक नगुल्टा नि नगुल्टा भनेर मै गुल्टा चाहिँ खाएँ गोरे आऊ गोरे स्वाचभालको जङ्गलमा आऊ गोरे हामी चाहिँ अहिले स्वाचभाल यानि कि ब्ल्याक फरेस्ट भन्ने घना जङ्गलमा डुलिरहेका छौँ यसो सर्भाइभल ट्रेनिङ गर्दै दुईजना दिदीबहिनी देख्नुहुन्छ तपाईँहरूले हाम्रो सानी बहिनी अनि त्यसपछि म दिदी फेल्जे तर हामी यहाँबाट पनि माथि जान्छ माथि टपमा पुग्छौँ अनि टपबाट चाहिँ यो भ्यू कस्तो देख्ने रहेछ त्यो हेर्छौँ खै थाहा छैन हेर्दै हो त ओ सोल्टीले मलाई हेर्दै हेर त ओ सोल्टी के छ हौ तपाईँलाई भेट्न आएको म दर्शन है त हेलो हेलो त किन मन पऱ्यो होइन कहाँ जाने भनेर आएको हामी कहाँ आइपुगेको छौँ दिदी चलो कता कता खै हामी सिधा सिधा बाटो जता जता देख्छौँ हामी त्यता त्यता हिँड्दैछौँ तर थाहै भएन हामी अलरेडी 3 आवर्स भन्दा बढी हिँडिसकेका छौँ थाहै छैन हिँड्दा होइन कहाँ पुग्ने हो वी डोन्ट नो तर एकदम राम्रो आयो त भ्युजहरू चाहिँ पुग्नेवाला छौँ जता पुग्छौँ त्यतै जानेछौँ खुल्ला आकाश मौसम पनि राम्रो छ आजको मौसम धेरै राम्रो रहेको छ अनि यता यसो फर्केर हेर्दैनौ न त अनि माथि दुईजना सोल्टी नै को थाहा होइन दुईजना हामी कहाँ छौँ खाँदैन दिदी भन खाने छ
छैन कता छौँ खै हामी अब डाँडाको टुप्पोमा छौँ के अरे डाँडाको टुप्पोमा चाहिँ छौँ तर अब हामी हिँड्दा हिँड्दा यसो सोची विचार गर्दाखेरि हामी नेपाल पनि पुग्न सक्छौँ उता दुईवटा गाई बसिरहेको छ घाँस खाँदै पनि खाने घाँस डल्ले मान्छे त्यो हेर्नु त गएर चल्नु खोज्छ लास्टै साह्रो सकेन त के हो होइन यहाँ यस्तो खोलो खोलो मेरो त ल खाइदेऊ त काट्न मिल्छ तर यही मैले यस्तो तानेको क्या कस्तो भिडियो बुद्धि पुऱ्याउनु पनि हो अब एकछिन भयो अब फेरि खोल्ने चाहिँ सानो त चर्स घाँटी पोल्यो पिरो रहेछ लास्टै सक्यो गाइस हामीहरू चाहिँ घुमघाम गरेर फेरि ऊ त्यहाँ त्यो चाहिँ त्यो टप हो क्या त्यहाँसम्म आइपुग्नु पर्ने हामी चाहिँ त्यहाँबाट माथि चढेन अनि त्यसपछि फेल चाहिँ हेर्दै आएको थियो अनि यसो घुम्दै घुम्दै आएको लास्टै धेरै नै घुमेछ अनि अहिले चाहिँ माथि कता 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 360 डिग्री कता कता 360 राउन्ड पनि राउन्ड घुमेँ राउन्ड घुमेर अनि अहिले हामी यहाँ माथि आइपुग्यो अब यहीबाट अब हामी तल झर्छौँ अनि यहाँ तपाईँहरू केबल कार पनि चढ्न सक्नुहुन्छ इफ तपाईँहरूलाई मनपर्छ भने तर हामी चाहिँ हाइकन आएको क्या यसो पैसा वेस्ट नगर्ने भनेर अब पैदल यात्रीहरू हामी पैदल यात्री कहाँ गएर टुङ्गिन्छ कतै छैन कस्तो अलि सिरियसली हुन्छ पैदल यात्री हामी जिन्दगी चलिरहेछ पैदलमा अघि बढिरहेछौँ कहाँ गएर टुङ्गिन्छ हामीलाई कतै छैन साथीहरू जिन्दगीको गोरेटोमा पैदल हिँडिरहेको न गाडी छ न साइकल छ न ढेवा छ त्यो जिन्दगीको हाम्रोतिर त छैन भन्छ छैन पैदल यात्रा धन्यवाद घुमेकै हामी ड्राइभर तपाईँ है म चलाउँछु अहिले किन मैले सोचेको थिएन बहिनीलाई यहाँ भेट्नुहुन्छ मैले सोचेको थिएन हामीले सोचेको थिएन केही सोचेको थिएन ड्राइभर नि के छ ठिक छ घुमाएर मैले अलिकति त्यो मान्छे मिस्टर दिन जस्तो रहेछ हम थक गई अलिकति घुमाउनु त हाम्रो प्यासेन्जरलाई कस्तो अनुभव भइरहेछ कहाँसम्म पुग्ने हो कुनै हाम्रो एन्डिङ तपाईँ यसो राउन्ड हानेर होइन अब कुन चाहिँ ठाउँमा झर्ने हो त्यो म आजको ड्राइभर खलासी पैसा उठाउने यस्तो छुन मिल्छ पानी तपाईँहरू त्यो माथि जानुभयो कि नै टावरमा यहाँ त्यहीँ पुगेर आयो हामी यहाँबाट घुमेर गएको टोटनाउ जानुभयो टोटनाउ गएन टुट्नु भनेको अर्को ठाउँमा त्यो टोटनाउमा होइन त्यो भाषाफल भएको हजुर त्यहाँ गएन अर्को पल्ट जाउँला है भन्नु न हामी त विदाउट त्यो उसँग गएको थियो त्यो माथि नेट पनि चलेको थिएन अनि त्यो अफलाइन म्याप थियो कि अनि त्यसपछि जङ्गलको बिच घुम्दै माथि टप कति बेला पुग्छ भन्दै गएको थिएँ अनि टप पुग्नु हुँदै त्यही नजिकै रहेछ त्यो टेबल खाननिर अनि हामी त पुरा घुमेर कहाँ घुमेर अनि गएको तपाईँले पानीमा तातोमा पानीमा पोखरी तल गयो त्यहाँबाट गएको अनि त्यहीबाट हिँड्दै 4 घन्टा माथि उकालो कता जङ्गल उस गर्दै गएको थिएँ धेरै घुम्नुभएछ अनि अहिले यस्तो भयो भने हामी उहाँसम्म पुग्नु भ्याउँछ भ्याउँदैन नि खोइ भ्याउँछ भन्नुहुन्छ कहाँबाट फर्किँदा ठिक्क पुग्छ म भन्छ तपाईँको घडीमा पऱ्यो है जान्न नि सरी सिस यो हात दुहा शान्ति मागेर होइन है होइन घुमा के आज त हाम्रो खुट्टाको मसल त खतरा बन्छ जस्तो है तर हेर्नलाई त्यस्तो उ चाहिँ नै क्या है
त्यही घरहरू अनि जङ्गल त्यति हो कुरोमा जाउँ नजिक देखेँ यता जाउँ भनेको अलिकति जाउँ न आएपछि लेफ्ट यहाँबाट हजुर ओके ल जाउँ न चलो घुमे यता ए राइट लेफ्ट भनेको होइन राइट लेफ्ट साइडबाट हिँडौँ भनेको ए पैसा तिर्न पर्छ भनेर हेर लुकी लुकी नहुन गए यिनीहरू है तर पानी त कति नराम्रो हो छ कहाँ भने यो गहिरो भयो कालो देख्छ त्यो यहाँको पानी कहाँबाट आउँछ खास गरी त अनि यो पानी चाहिँ जान्छ कहाँ यो पानी तल जाने त अन्तिममा समुद्र हो नि त तर मलाई त ऊ तलतिर जान्छ क्या कहाँ जान्छ भन्दाखेरि स्टुटगार्टतिरबाट जान्छ भेटेको दसैँमा है दसैँको अक्टोबर 2 मा भेटेको ट्रेनमा भेटेको होइन ट्रेनमा भेटेको किन नबढायो बोर्ड ओके है अगाडि गएको छैन है उयो ठुकुलो साइड तान्दै साइड गएर हेर भाइ यस्तो डरलाग्दो हेर्नु त कालो न कालो पानीमा तपाईँलाई म जसरी पनि लगाइदिन्छु त्यस्तो बोल्नु हुन्छ तर कति भइसक्यो है छ्या फोटो भिडियोहरू ठिकै जाउँ